नमस्कार, जय नेपाल। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन यही पुस 27 र 28 गते काठमाडौँको भृगुटी मण्डपमा गर्ने गरी पार्टीका महाधिवेशन प्रतिनिधि आदरणीय साथीहरूले एक पत्रकार सम्मेलन मार्फत आह्वान गरिसक्नु भएको छ। उहाँहरूको आह्वान लगत्तै हामी दुवै महामन्त्रीले यसमा सहभागिता जनाउने घोषणा एक वक्तव्य मार्फत गरिसकेका छौं। यस बारेमा पार्टीका साथीहरूको, प्रेसका साथीहरूको र अन्य सबैको जिज्ञासाहरूलाई 5 वटा प्रश्नमा हल गर्ने म प्रयास गर्नेछु। सुरुमा थोरै भूमिकामा जाउँ। नेपाली कांग्रेस पार्टीको पहिलो विशेष महाधिवेशनले पार्टीलाई त्यो समयको सही मार्गमा अघि बढ्न दूरदृष्टि र दृढ इच्छा शक्ति दिएको थियो। दोस्रो विशेष महाधिवेशन गरिरहँदै गर्दा हामी भिन्न राष्ट्रिय अवस्था र भिन्न आन्तरिक जीवनको अवस्थाका बीचमा छौं। यो संवेदनशील घडीमा हामीले एकातर्फ पार्टीभित्रको एकतालाई मजबुत बनाएर पार्टी पंक्तिमा नवीन आत्मविश्वास भर्नु छ, अर्कोतर्फ नेपाली कांग्रेस पार्टीलाई बदलिएको समय अनुरूपको दृष्टि, योजना र संकल्पका साथ नेपाली समाजको विश्वास नयाँ ढंगले जित्ने गरी अग्रसर बनाएर लिएर जानु छ। अब 5 प्रश्नमा जाउँ। पहिलो प्रश्न, विशेष महाधिवेशनको कारण कतै नेपाली कांग्रेस पार्टी विभाजित त हुँदैन? स्वदेश र विदेशबाट पार्टीका आदरणीय साथीहरूले चिन्ता व्यक्त गर्दै यो प्रश्न सोधिरहनु भएको छ। मैले स्पष्ट गर्दै आएको छु र अहिले पनि गर्न चाहन्छु। विशेष महाधिवेशन हुन्छ तर पार्टी विभाजन हुँदैन। यदि त्यस्तो हुन लागेमा हलबाट सबभन्दा पहिले विश्वप्रकाश शर्मा नै निक्लिनेछ। त्यसबेला सबै सँगै निक्लिउँला, पार्टीको विभाजनलाई रोकौँला। दोस्रो प्रश्न, के यो वैधानिक छ? एकदम वैधानिक छ। नेपाली कांग्रेसको विधानको धारा 17 को उपधारा 2 ले भन्छ, केन्द्रीय कार्य समितिले आवश्यक ठानेमा विशेष महाधिवेशन हुन्छ। केन्द्रीय समितिले आवश्यक ठानेन भन्छ के हुन्छ? हुन्छ कि हुँदैन? भन्दा हुन्छ। किनभने विधानको त्यही धाराले भन्छ, पार्टीको 40% महाधिवेशन प्रतिनिधिहरूले विशेष कारण खुलाएर लिखित रूपमा माग दर्ता गरेमा विशेष महाधिवेशन बोलाउनु पर्छ र यो बोलाउने कुरा बाध्यकारी छ। त्यस्तो विशेष कारण के पर्यो त? तेस्रो प्रश्न, तपाई हामी सबै जान्दछौं, भदौ 22 अगाडिको नेपाल यो होइन। समय, परिस्थिति, हाम्रो दायित्व, हाम्रो चुनौती सबै बदलिएको छ त्यसपछि। त्यसैले बदलिएको समयलाई सामना गर्ने गरी, बदलिएर जानका लागि, केही नयाँ संकल्प लिनका लागि, केही नवीन दृष्टि बनाउनका लागि, केही नवीन जागरण सिर्जना गर्नका लागि विशेष परिस्थिति, विशेष निर्णय, विशेष महाधिवेशन। चौथो प्रश्न या जिज्ञासा भनौं, जिल्ला जिल्लाबाट साथीहरूले सोधिरहनु भएको छ, विशेष महाधिवेशन बोलाउने बेलामा हस्ताक्षर नगरेका साथीहरू सहभागी हुन मिल्छ कि मिल्दैन? अवश्य मिल्छ। विशेष महाधिवेशन हस्ताक्षर गर्नेको पनि हो, हस्ताक्षर नगर्नेको पनि हो, सबैको हो। विशेष महाधिवेशनको अझ उद्घाटन समारोहमा त उसको 27 गते भृगुटी मण्डपमा पार्टीको सबै तहका साथीहरूले हजारौंको संख्यामा सहभागी हुन मिल्छ। आउनुहोस्, सबैलाई स्वागत छ। विशेष महाधिवेशन तर्फ लागेपछि माघ 6 गते हुने उम्मेदवारी दर्ता र फागुन 21 गते हुने आम निर्वाचनलाई असर त गर्दैन। साथीहरूको 5औं यो जिज्ञासालाई म स्पष्ट गर्न चाहन्छु। मुरझाएर बसेको कांग्रेस भन्दा जुरमुराएर उठेको कांग्रेसले निर्वाचनको मैदानमा बढी परिणाम दिनेछ, बढी परिणाम ल्याउनेछ। त्यसैले विशेष महाधिवेशनमा जुटौं, सबै एक भएर यसलाई भव्यतापूर्वक सफल बनाऊ, नवीन संकल्प गरौं, नवीन जागरण पैदा गरौं अनि माघ 6 गते उम्मेदवारी दर्ता गर्न पनि सबै सँगै जुटेर जाउँला। फागुन 21 को निर्वाचन पनि सबै मिलेर सामना गरौँला। फेरि पनि दोहोर्याउँछु, पार्टीको विधानमा भएको व्यवस्थालाई कार्यान्वयन गर्नु भनेको पार्टीको विभाजन गर्नु होइन, पार्टीको विधानको रक्षा गर्नु हो।
पार्टीका सबै आदरणीय साथीहरू यसमा स्पष्ट बन्नुभएको हुन्छ। अन्त्यमा विशेष महाधिवेशनको तयारीमा जुटिरहनुभएका, विशेष महाधिवेशनमा भाग लिन स्वदेश र विदेशबाट आइरहनुभएका सबै आदरणीय साथीहरूलाई आग्रह गर्न चाहन्छु, प्रश्न या असहमति जोडले बेजोडले राख्नुहोस्, तर आफूसँग असहमतसँग पनि नम्रताले राख्नुहोस्। एका राखौं, ठूलो स्वर बम विस्फोटनको हुन्छ, विचारको प्रस्फोटन मधुर हुन्छ। विशेष महाधिवेशन बदलिएको समयको कांग्रेसका लागि हो, बदल्नुपर्ने देशका लागि हो। जय